यातायात व्यवस्था कार्यालय भक्तपुर राधेराधेको सूचना अनुसार हजुरहरूले ट्रायल परीक्षा एकपटक दिइसक्नुभयो। जेनजी आन्दोलनका कारण हजुरहरूले रिट्रायल दिन चाहँदै पनि रिट्रायल दिन पाउनुभएको छैन भनेदेखि भोलि कार्तिक 24 गतेबाट हजुरहरूले रिट्रायल राजस्व बुझाउन यातायात कार्यालय राधेराधे गएर रिट्रायलको राजस्व बुझाउन सक्नुहुनेछ भने साथै जेनजी आन्दोलनको भदौ 23 गते र 24 गतेको आन्दोलन अगाडि 23 गते हजुरहरूले लिखित परीक्षामा पास हुनुभएको छ र साथै रिट्रायल वर्ग थपको राजस्व पनि बुझाइसक्नु भएको छ भने पनि सम्बन्धित यातायात कार्यालयमा गएर हजुरहरूले नयाँ ट्रायलको विषयमा ट्रायल कहिले हुन्छ, कसरी हुन्छ भन्ने विषयमा पनि सम्बन्धित कार्यालयमा गएर बुझ्न सक्नुहुनेछ। साथै हामीले अनलाइन मार्फत फर्म भर्ने, फर्म बुझाउने वेबसाइट apply.dl.dotm.gov.np वेबसाइट पनि सञ्चालनमा आइसकेको जानकारी गराउन चाहन्छौँ। अब हजुरहरू पनि ड्राइभिङ सिकी लाइसेन्स बनाउने सोच बनाउँदै हुनुहुन्छ भने वेबसाइट सुचारू भइसकेको छ। आउनुहोस् अब ड्राइभिङ सिकौँ, लाइसेन्स बनाऊँ। VMK ड्राइभिङ स्कुल बनेपा।